कस्तो अचम्मको देश हेर्नुहोस्, कर तिरेन भने जरिमाना तिर्नुपर्छ, कर तिर्न जाँदा लाइन बस्नुपर्छ। रिक्सावालले कर तिरेन भनेर कराउने देश, एनसीएलसँग कर उठाउन डराउने देश, सोलुमा हिउँ पर्दा तालुमा शीतल हुने देश, गजुरीमा समात्या सुन काठमाडौँ ल्याउँदा पित्तल हुने देश, सरकारले गुन्डा पालेर जनता लुटेको देश, पैसाको भागबण्डा नमिलेर पार्टी फुटेको देश। हेर्नुहोस्, देश र आमा भनेको उस्तै हो। जसले आमा रुवाउँछ, देश रित्याउँछ, त्यो छोरो जन्मिएको होइन, तुइएको हो। आज मेरी आमा रुनु र देश रित्तो हुनु भनेको तलबाट चुइएको होइन, माथिबाट कुइएको हो। त्यसैले म भन्छु, हे भगवान, बिन्ती छ, बरु देश मरुभूमि देऊ, नेता मर्द देऊ, देश हराभरा दिएर नेता नामर्द नदेऊ। चुनाव हरुवा भयो भने घाम बेसी धाउन सक्ने काम गरुवा देऊ, चुनाव जितुवा भएर एम बेसी धाउने पानी मरुवा नदेऊ।